बिमाको महत्त्व के छ भन्दाखेरि बिमा भनेको जनरली कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले एउटा रिस्क कभरेज हो है। हाम्रो भनेको जोखिम निर्धारण गरिन्छ, जोखिमलाई मिटिगेट गर्ने, जोखिमलाई कम गर्ने माध्यम साधन भनेको बिमा हो है। अब बिमा गर्दाखेरि हामीलाई के हुन्छ, एउटा चाहिँ लाइफ इन्सुरेन्स भन्ने हुन्छ, एउटा जनरल इन्सुरेन्स भन्ने। सबभन्दा पहिला दुईटा प्रकारको बिमा हुन्छ। मैले अघि भनिहालेँ जोखिम निर्धारण गर्ने हुन्छ, जोखिम दुई प्रकारको निर्धारण गर्न सकिन्छ। एउटा भनेको लाइफ इन्सुरेन्सको माध्यमबाट गर्न सकिन्छ भने अर्को चाहिँ नन लाइफ इन्सुरेन्स जसलाई हामी जनरल इन्सुरेन्स पनि भन्छौँ, त्यसको माध्यमबाट पनि हामीले चाहिँ जोखिम चाहिँ न्यूनीकरण गर्न सक्छौँ है। अब हामी लाइफ इन्सुरेन्सको बारेमा चर्चा गरौँ। लाइफ इन्सुरेन्स भनेको के हो? लाइफ इन्सुरेन्स भनेको नेपालीमा जीवन बिमा भनिन्छ है। कुनै जीवन बिमा विभिन्न कम्पनीले आफ्नो आफ्नो प्रोडक्टहरू निकालिरहेको हुन्छ। त्यो प्रोडक्टबाट निकालेपछि सर्टेन टर्म्स एन्ड कन्डिसनहरू राखिरहेको हुन्छ। त्यो टर्म्स एन्ड कन्डिसनको आधारबाट त्यो पोलिसीहरू एक्टिभ भइरहेको हुन्छ। त्यो पोलिसी एक्टिभ गर्दाखेरि हामीले चाहिँ तोकिएको अनुसारले प्रिमियम रेट जुन चाहिँ बिमा प्राधिकरणले प्रिमियम रेट तोकिदिएको हुन्छ, त्यो तोकिदिएको प्रिमियम रेटको आधारबाट चाहिँ प्रिमियम एमाउन्ट निर्धारण गरिएको हुन्छ। बिमा कम्पनीहरूले विभिन्न